सो यो तपाईँले हेर्नुभएको चाहिँ एउटा हियरिङ एड हो। यो चाहिँ कानमा लगाउँछ। सुनापति भोसा चेरिटी अस्पतालमा धेरैजनाको कान चेक गर्यो र धेरैजनाले नसुन्ने रहेछ, धेरै वर्षदेखि नै नसुन्ने रहेछ। त्यसपछि चेक जाँच गरेर हामीले सबैजनालाई त्यही अघि देखाएको हियरिङ एड वितरण गऱ्यौँ र त्यसपछि सबैजनाले सुन्न थाल्नुभयो र खुसी पनि हुनुभयो। यसरी हामीले खुसी बनायौँ बिरामीलाई। यता हेर्नु त, उता डाक्टरलाई हेर्नुस् रे। सुनिन्छ मजाले, पहिलाभन्दा पुरै सुधार आएको छ। तपाईँको नाम के हो? नाम के हो भनिदिनुहोस् त। चन्द्रमाया। सुनापति गाउँपालिकामा करिब 50 जना सेवाग्राहीहरूलाई हामीले यो हियरिङ एड वितरण गर्न सफल भयौँ र सबैले अहिले कान सुन्ने सक्नुभएको छ र यो हियरिङ एड कसरी चलाउने बारेमा पनि हामीले सबैलाई सिकायौँ। त्यसपछि सबैजना आफ्नो कानको आवाज पाएर खुसी हुनुभयो र हामी पनि एकदमै खुसी छौँ।